हेलो हेलो के छ सन्चै हुनुहुन्छ होला हजुर पनि ह्याप्पी दसैँ अल अफ यु। हाम्रो गाउँ कस्तो छ हाम्रो धानबारी है यहाँ गेउला लटरम्मै फलेको छ तल्लो घरतिर अनि केराबारी छ तल्लो घरमा हैन। अनि यो हाम्रो घरको तल्लो घरा हो है। अनि यहाँ धेरै धेरै गिराम्लाहरू फलेको छ। हाम्रो गिराम्लाहरू दसैँ लागिसक्यो तर गिराम्ला बुढो भएर छिपिसक्यो है। धेरै धेरै गिराम्ला छ त्यता जाउँ गिराम्ला छ हाम्रो बारीमा। यता केराहरू प्रशस्त पाइन्छ है। अनि यो मेरो तल्लो घरा हो। तल्लो घरमा पुरै धान छ। यो तल्लो घरमा सब धान छ है। म चाहिँ घरको पल्लो छेउमा आइपुगेँ। अनि ह्याप्पी दसैँ सबैलाई। स्वस्थ रहनुहोला व्यस्त रहनुहोला है। बडा दसैँको शुभकामना। बाई बाई।